ठुलो ठुलो सपनाहरू देख्न नडराऊ, सानो सानो कदमहरू चालौ, भोलि ठुलो सफलता आफै आउनेछ। भर्खरै घरको भित्ताहरूमा पुरानो पात्र फेरिएर नयाँ पात्र झुन्डिएको छ, तर केवल पात्र फेरिदैमा जिन्दगी फेरिदैन। जीवन बदल्नको लागि आफूभित्रको लिडरलाई उठाउनु पर्छ, साहसलाई जगाउनु पर्छ र सोचलाई फराकिलो बनाउनु पर्छ। आजको यस प्रतिस्पर्धात्मक समयमा केवल शुभकामनाले मात्र होइन, सत्कर्मले मात्र सफलताको शिखर चुम्न सकिन्छ। त्यसैले अब हामी सबैले आत्मप्रेरित, वित्तीय सजग र मानवता केन्द्रित बन्न अति आवश्यक छ। किनभने आत्मप्रेरणाले हामीलाई हरेक चुनौतीसँग लड्ने आत्मबल दिन्छ र हामीलाई विश्वास दिलाउँछ कि तिमी हरेक काम गर्न सक्नेछौ, र यही आत्मविश्वासले नै असम्भव कामलाई पनि सम्भव बनाउनेछ। वित्तीय सजगताले सुरक्षित भविष्य निर्माण गर्नेछ। साना साना बचतहरूले ठुलो आर्थिक धन निर्माण गर्न सकिनेछ र साना साना बचतले निर्माण भएको ठुलो धनराशिले ठुलो ठुलो अवसरहरू निर्माण गर्नेछ। जब त्यो अवसरलाई हामीले संरक्षण गर्न सक्छौँ, जगेर्ना गर्न सक्छौँ, तब हामी सफल व्यक्ति बन्न सक्ने। र मानवताले केवल मानिस मात्र होइन, मनोभावलाई बचाउँछ। जहाँ सहयोगको भावना हुनेछ, जहाँ मानवताको भावना हुनेछ, त्यहाँ परिवर्तनको उज्यालो ज्योति हुनेछ, त्यहाँ परिवर्तनको सुनौलो अवसर हुनेछ। जहाँ आत्मा चलायन हुन्छ, जहाँ विचार सक्षम हुन्छ र जहाँ हृदय दयालु हुन्छ, त्यहाँ सफल जीवनको सुरुवात हुन्छ। नमस्ते, म नवराज राई पल्टनी। तपाईलाई हाम्रो यो MN जर्नी 58 युट्युब च्यानलमा स्वागत छ। साथै तपाईहरू सम्पूर्णलाई यस नववर्ष 2082 सालको हार्दिक शुभकामना छ। यो नववर्ष 2082 साल तपाईको सोच, सपना र सम्भावनाको सुनौलो ढोका बन्न सकुन्। पुनः हार्दिक शुभकामना। साथै तपाईको यस नववर्ष 2082 साल कसरी फलदायक बनाउन सकिन्छ भन्ने बारे यस भिडियोमा छोटो चर्चा गर्नेछौँ। कृपया भिडियोलाई लाइक गर्नुहोला र अहिलेसम्म पनि हाम्रो MN जर्नी 58 युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। यस च्यानलमा तपाईले प्रेरणादायी वित्तीय ज्ञान र इतिहासका भिडियोहरू पाउन सक्नुहुनेछ। गएको वर्ष तपाईको लागि कस्तो भयो, सफल भयो, असफल भयो, जे भयो त्यो तपाईको कथा थियो। अब यस नववर्षले तपाईको लागि नयाँ अध्याय कोर्ने, नयाँ इतिहास कोर्ने सुनौलो अवसर ल्याइसकेको छ। तर फेरि पनि तपाईले यो नववर्षलाई नयाँ कार्यको साथमा, नयाँ सोचको साथमा, नयाँ जोश र उमङ्गको साथमा सुरुवात गर्नु भएन भने तपाईको यो वर्ष पनि कथामै सीमित हुन सक्छ। त्यसैले हिजोका गल्तीहरूबाट सिकौँ, आजलाई सुधारौँ र भोलिको सुनौलो भविष्य निर्माण गरौँ। जीवनको असली सार गल्तीमा होइन, पूर्ण निर्माणमा हुन्छ। आजको यस समयमा पैसा बिना सपनाहरू साकार बनाउन धेरै मुस्किल छ, तर पैसा पनि सही सोच र उचित ज्ञानको संयोजनले निर्माण गर्छ। त्यसैले आजको समयमा आर्थिक साक्षरतामा ध्यान दिनु धेरै भन्दा धेरै जरुरी छ। त्यसैले तपाईले पनि यो नयाँ वर्षको नयाँ सपनाहरूलाई साकार बनाउन पैसाको लागि नयाँ तरिकाबाट सोच्न अति आवश्यक छ। तर याद गर्नुहोस्, जबसम्म तपाईले पैसाले पैसा निर्माण गर्ने ठाउँमा आफ्नो पैसालाई लगानी गर्नुहुन्न, तबसम्म तपाईँ आर्थिक स्वतन्त्र बन्न सक्नुहुन्न। धेरैले सोच्छन्, धेरैले प्रश्न गर्छन्, के साँच्चै नयाँ वर्षमा सबै कुराहरू परिवर्तन हुन्छ त? छोटो उत्तर हो, हुन्छ। तपाईँ बदलिनु भयो भने सबै कुरा बदलिनेछ। यस नववर्षमा तपाईको पहिलो परिवर्तनको पाइला आफ्नो कमजोरीलाई शक्ति बनाउने र आफ्नो डरलाई अवसरमा बदल्ने हो। तपाईले यस नववर्षलाई उपलब्धिमूलक बनाउनको लागि तपाईको मनमा कहिले नमेटिने गरी तपाईले लेख्नुपर्छ कि उचित ज्ञान प्लस उपयुक्त लगानी इजिकल टु सफलता। आजको दिनमा घरमा बसी बसी पनि देशको राम्रो र ठुलो ठुलो कम्पनीहरूको सेयरमा सानो सानो रकमबाट पनि सरल तरिकाले लगानीलाई सुरुवात गर्न सकिन्छ। दीर्घकालीन सोच, उचित ज्ञान राखेर सेयरमा लगानी गर्दा आर्थिक भविष्य सुनिश्चित हुनेछ। म्युचुअल फन्डमा लगानी गर्नु आजको समयमा सुरक्षित र सरल विकल्प हो। म्युचुअल फन्ड मार्फत लगानी गर्दा साना साना रकमले पनि ठुलो आर्थिक सम्भावना ल्याउनेछ। स्किल इन्भेस्टमेन्ट तपाईको आजको सिप नै भोलिको भविष्यको आम्दानी हो। आजको डिजिटल दुनियाँमा सबैभन्दा ठुलो अर्निङको प्लेटफर्म भनेको अनलाइन अर्निङ हो। त्यसैले तपाईले पनि आफ्नो आर्थिक क्षेत्रलाई वृद्धि गर्न
अहिले तपाईले गभर्नमेन्ट सेक्टर, प्राइभेट सेक्टर जहाँ पनि जस्तो पनि काम गरिरहनु भएको छ त्यसको साथसाथमा साइड इन्कमको बारेमा पनि सोच्न जरुरी छ। जब तपाईले आफ्नो गभर्नमेन्ट सेक्टर, प्राइभेट सेक्टर यानी तपाईँ जहाँ पनि कार्यरत हुनुहुन्छ त्यसको अलावा एक्स्ट्रा अर्निङ गर्न थाल्नुहुन्छ तब तपाईमा आत्मबल अटोमेटिक बढेर आउनेछ। त्यसैले तपाईले यो नव वर्षमा आफ्नो कार्यको साथसाथमा साइड इन्कमको बारेमा पनि सोच्न जरुरी छ। तपाईले आफ्नो लागि साइड इन्कम निर्माण गर्न धेरै जरुरी छ, जसको लागि तपाईले आजको यस डिजिटल प्लेटफर्मलाई सजिलै सहज तरिकाले प्रयोग गर्न सक्नुहुनेछ। यस डिजिटल दुनियाँबाट तपाईले आइडिया, कन्सेप्टहरू सिक्न सक्नुहुनेछ। असली र सक्षम लिडर त्यो हो जसले आफ्नो साथसाथमा अरूलाई पनि हरेक क्षेत्रबाट अघि बढाउन सक्छ, सक्षम बनाउन सक्छ। कसैलाई सहयोग गर्न कमजोरी होइन, त्यो मानवताको शक्ति हो। सामाजिक जिम्मेवारी बोक्नु भनेको, सामाजिक जिम्मेवारी वहन गर्नु भनेको आजको नागरिकको धर्म हो। तपाईको सानो सानो सहयोगले कसैको जिन्दगी, कसैको भविष्य बदल्न सक्छ। त्यसैले तपाईले आफ्नो बलबुत्तले भ्याएसम्म हर हमेशा सहयोगको हातहरू अगाडि बढाउन कहिले नछाड्नुहोस्। जहाँ आत्मा चलायन हुन्छ, जहाँ सोच सक्षम हुन्छ र जहाँ हृदय दयालु हुन्छ त्यहीबाट साँचो सफल जीवनको यात्रा सुरु हुनेछ। अब नेतृत्वको पालो हाम्रो हो, आफ्नो लागि, आफन्तको लागि र आफ्ना भावी सन्ततिको लागि। हाम्रो सिप, हाम्रो सोच र हाम्रो आत्मबलले नै हाम्रो अवस्था र अवसरहरू बदल्न सक्छ। अबको यस नववर्षमा अरूको स्थान, अरूको ठाउँलाई हेर्ने होइन, आफ्नो स्थान आफ्नै ठाउँबाट, आफ्नै क्षेत्रबाट अवसरहरू खोज्नुपर्छ, परिवर्तनहरूको सुरुवात गर्नुपर्छ। जहाँ सोच बदलिन्छ त्यहाँ अवसर र अवस्थाहरू बदलिन्छ। तपाईको अवस्थाको नेतृत्व तपाईकै हातमा छ र तपाईको अवस्थाको जिम्मेवार पनि तपाई नै हो। त्यसैले तपाईले आफ्नो अवस्था र स्थिति बदल्न तपाईले नै अघि बढ्नु पर्नेछ। अब यो नववर्ष केवल नयाँ दिनहरू मात्र होइन, जीवनको नयाँ यात्रा, सुनौलो यात्रा हो र जीवनलाई नयाँ दिशामा मोड्ने सुनौलो अवसर हो। याद राख्नुहोस्, नववर्षले उमङ्ग मात्र होइन उत्तरदायित्वलाई पनि ल्याउने गर्छ। सपना देखेर मात्र पुग्दैन, सपनामा जिउन सक्नुपर्छ। आत्मबल, सकारात्मक सोच र सामाजिक चेतनाको साथमा अघि बढ्न सक्नुपर्छ। बदलाव अरूबाट होइन, तपाईबाट नै सुरु हुनुपर्छ। तपाईको अवस्था स्थिति बदल्ने जिम्मेवार तपाई हो र तपाईले नै सक्नुहुनेछ। तपाईको आजको सोच, तपाईको आजको बदलाव नै तपाईको भोलिको भविष्य र तपाईको भोलिको इतिहास बन्नेछ। यस नववर्षमा तपाई हामी सबै सँगै हातेमालो गरेर अघि बढौँ, आफ्नो लागि मात्र होइन, देश, समाज र हाम्रो भावी पुस्ताको लागि। यस नववर्ष 2082 साल तपाईको सपना, सोच र सफलताको सुनौलो ढोका बन्न सकोस्। म नवराज राई पल्टनेको तर्फबाट पुनः हार्दिक हार्दिक शुभकामना। धन्यवाद। तपाईलाई आजको भिडियो कस्तो लाग्यो कृपया आफ्नो अमूल्य प्रतिक्रिया कमेन्ट बक्समा लेख्न नबिर्सिनुहोला। साथ यस्तै जानकारीमूलक भिडियोको लागि हाम्रो MN Journey 58 युट्युब च्यानललाई माया गरी सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। शुभ दिन, शुभरात्रि।